गाइस मेमोरी को मुझे आज के ब्लॉग में स्कूल आए रखे मैंने आई सके गाइस मुझे मामा को घर का आज जीएन दाई को बर्थडे हो गाइस था के मम्मीले गाडी यहाँ भन्नुभयो ट्र्याक्टर रहेछ पछाडि मम्मी हुनुहुन्छ यही हो के रे गाइस यता यो स्कुलहरु पनि चिनाउँछु गाइसहरु स्कुलहरु पनि चिनाउँछु गाइस कुन स्कुलहरु छन् उता मम्मी हुनुहुन्छ मम्मी वहाँ हुनुहुन्छ मम्मी वहाँ हुनुहुन्छ म त यहाँ आइसकेँ म हिँडेको गाइस म त हिँडेको यता दोकान रहेछ केही किन्दैन भर्खरै पानीपुरी खाएको गाइस पानीपुरी र आइसक्रिम मम्मी त्यो लोटसको स्कुल ठोक्यो यही होला लोटसको छेउ मैले चिनेको थिइनँ नि गाइसहरु लोटसको स्कुल आज बल्ल चिनेँ यही हो गाइसहरु गेट हेर्नु होला स्कुल गाइस मुझे फेरि फल्टिनु पर्यो उता पो रहेछ यतै हो नि बाटो फेरि मम्मी यहाँ मम्मीको आएछ मम्मीहरू मासु किन्न जानुपर्छ त्यही भएर पनि गाएँ यहीँ हो हाउस आइसक्यो म थोरै टाढा थियो के हो यही हो हाउसी मासुको सल्लाह वहाँ दुध खुवाउनु मम्मी अहिले देखाउँछु पछाडि हुन्छ गाइस आज चाहिँ दाइको बर्थडे हो त्यही भएर गइराखेको दाइको घर पनि अलिक टाढै हो यहीँ हिँडिन्छ हामी मठको दर्शन भयो अरे अन्त चाहिँ यो सद्गुरु कृष्ण माध्यमिक विद्यालय है गाइस अगाडि अरणीको स्कुल अगाडि मैले देखाउँदै जान्छु नि दाजुहरू गाइस के गर्नु त्यस्तै नभएको गाइस अलि हेर्नुपर्छ स्कुल अरणीको स्कुल अहिले मामाको घर पनि देखाउँछु मेरो दोकान रहेछ पक्छु मम्मीले रोप्ने भन्नुभयो तर विकासमा पनि मामा पनि गइसक्नु पऱ्यो उहाँ मामाको घर यो चाहिँ लामो भिडियो हुनला है 3 सेकेन्डको भएछ त हो त गाइस अझै म हिँड्नु पऱ्यो नि अझै हिँड्यो मम्मी हुन्छ मम्मीले पख भन्नुभयो तर के गर्ने हिँड्नुपर्छ यहाँ नि दोकान छ मम्मीहरूले बाइक आउँछ भन्नुभयो आउन लागिसक्यो
भइसक्यो ओह्रालो पनि छ